नमस्कार साथीहरू, म लीला सुवेदी। फेरि तपाईहरु माझमा मैले एउटा भिडियो शेयर गरौँ भनेर लिएर आएको छु। यो तपाईहरुले देखिरहनु भएको दृश्य उर्लाबारी नगरपालिका वार्ड नम्बर 1 मा पर्ने यो सिद्धार्थ क्रसरको छेउमा बन्दै गरेको पुलको बारेमा केही कुरा भन्न मन लागेर आएको छु। यो पुलको बजेट चाहिँ 3 करोड परेको भन्ने सुन्नमा आएको छ। यथार्थ कुरो के हो? 3 करोडको लागतमा बन्दै गरेको यो पुल सिद्धार्थ क्रसरको छेउमा खोलामा बन्दै गरेको दृश्य हो। यो पुलको बारेमा केही भन्न मन लागेर यो भिडियो बनाउँदैछु। यो खोलाको बिचमा बन्दै गरेको पुल अहिले हेर्दाखेरि त्यो चलन चल्तीको बाटोमा बनेको देखिँदैन छैन र हाम्रो स्थानीय नजिकैको जग्गा भएको जग्गा टोलवासीहरूलाई सोद्धामा उहाँहरू कसैलाई पनि यो पुल बनेको र बजेट पास भएको थाहा नभएको कुराहरू बताउनु भएको छ। र यो पुल चाहिँ अहिले हेर्दाखेरि त्यति चलन चल्ती र प्रयोगमा आउने खासै देखिँदैन। तपाईहरु देख्न सक्नुहुन्छ, सुनसान छ, खोलाको बिचमा चलेको बाटो पनि छैन। 3 करोडमा लगानीमा बन्दै गरेको पुल के हिसाबले यहाँ बजेट पारियो? अब नजिकै भएको जग्गा धनीहरूले पार्नु भएको हो या त अरु क्रसरहरूले पार्नु भएको हो? मलाई यो जान्न मन लाग्यो। जिज्ञासाले यो भिडियो बनाउँदैछु। यो विषयमा सबै ओडावासीहरूको ध्यान जाओस् भन्न चाहन्छु। हस्त, धन्यवाद।